सम्पूर्ण नमस्कार। आज चाहिँ केही फरक विषयमा भिडियो बनाउँ भनेर यदि हजुरहरू कोरियामा हुनुहुन्छ र भर्खर भर्खर कोरिया आउनुभयो तर केटिएक्सहरू ट्रेनहरू चाहिँ कसरी चढ्ने भनेर अचम्म थाहा छैन भने चाहिँ म हजुरहरूलाई एकदम सजिलो तरिका बताउँछु। ल हेर्नु होला, यस्तो एउटा चाहिँ काउन्टर हुन्छ, काउन्टरमा गएर टिकट लिनुपर्ने हुन्छ है त। त्यसै काउन्टरमा गएर टिकट लिइसकेको छ है। पश्चिमबाट छिमेक जाने 17:05 को ट्रेन छ, 7:01 पुग्दो रहेछ है। यो चाहिँ ट्रेन छ 215 ट्रेन। यसको लागि चाहिँ अब माथि होल्डिङ बोर्डहरू हुन्छ, त्यहाँ माथि चाहिँ बोर्ड हुन्छ, बोर्डमा गएर हेर्नुपर्ने हुन्छ है त। त्यहाँ हेरिसकेपछि कति बजे अनि कुन ट्र्याकमा आउँछ भन्ने सबै कुरो देखाएको हुन्छ है त। त्यहाँ गएर म तपाईँलाई देखाउने छु है त। त्यस्तै गरी सबै वेटिङ एरिया हुन्छ है। वेटिङ एरियामा अब आफ्नो चाहिँ ट्रेन नम्बर हेर्ने अनि यो कति बजे जाने सब कुराहरू कुन ट्र्याकमा आउने भनेर चाहिँ देखाएको हुन्छ। त्यो सबै देखाइसकेपछि चाहिँ अनि आफू कुन ट्र्याकमा आउने हो, त्यो ट्रेन चाहिँ कुन ट्र्याकमा आउने हो त्यो ट्र्याकमा गएर बस्नुपर्छ है। अनि यदि टाइम धेरै छ भने चाहिँ एकछिन वेटिङ बाहिर यसरी बाहिर वेटिङ गर्दा हुन्छ। ल म हजुरहरूलाई चाहिँ यहाँ देखाउँछु है त। मेरो चाहिँ 17:05 को ट्रेन छ। 17:05 को ट्रेन चाहिँ ट्रेन नम्बर हेरेर कति बजेर कुन ट्र्याकमा आउँदैछ भन्ने कुरो यहाँ देखिन्छ है त। 215 मासन भन्ने 4 नम्बर ट्र्याकमा आउँदै रहेछ है यो ट्रेन चाहिँ है। 4 नम्बर ट्र्याकमा आउनु चाहिँ 4 नम्बर ट्र्याक खोज्दै खोज्दै जानुपर्छ। अब यहाँबाट माथि 1 2 3 4 यसरी यो देखाएको छ भनेको ट्र्याक नम्बर हो। ट्र्याक नम्बरको 4औं ट्र्याकमा चाहिँ म जानुपर्छ। यो चाहिँ स्टेसन सानो भएको भए जम्मा 8वटा ट्र्याक मात्र रहेछ है। यहाँ चाहिँ कस्तो हुन्छ भन्दा ट्र्याक अलिक ठुलो स्टेसनमा चाहिँ धेरै ट्र्याक हुन्छ है। धेरै ट्र्याक हुँदाखेरि चाहिँ पहिले चाहिँ आएर यो हेरेर अनि आफू चाहिँ जानुपर्छ। त्यही भएर एकदम पहिले आफू तयारी अवस्थामा बसिसक्नुपर्ने हुन्छ है। म यहाँ अब यी जाँदैछु है त। यहाँ माथि म 4 नम्बर ट्र्याकमा चढ्ने भनेपछि यहाँ 3 र 4 माथि देखाएको छ र 4 नम्बर ट्र्याकमा जानु पर्यो है। माथि गइसकेपछि अनि कुन आफ्नो कुन होछा हो, कुन सिट हो भनेर चाहिँ फेरि आफ्नै टिकटमा हेर्न मिल्छ। पहिला चाहिँ आफ्नो समय र ठाउँ ट्र्याक नम्बर हेरेर पत्ता लगाइसकेपछि कहाँ के गर्ने भन्ने कुरा सर्र बताउन सकिन्छ है त। यसरी हजुर चाहिँ केटिएक्स एक्सप्रेस यो छ है। यो चाहिँ अब 3 नम्बर ट्र्याक भयो। मेरो चाहिँ ट्र्याक नम्बर 4 अङ्क यो हो। र यहाँ आउँदैछ होइन ट्रेन चाहिँ। अनि यहाँ माथि पनि देखाएको हुन्छ ऊ यहाँ चाहिँ कति बजी आउँछ के होइन भनेर यो ट्रेनहरूको चाहिँ बारेमा देखाइरहेको हुन्छ, यो आफ्नो ट्र्याकमा आउनेवाला ट्रेनको। र जस्तै अब यहाँ हेर्नु होला, यो ओसोङबाट छिरिङ जाने यो भनेको 17:05 को म यहाँ आएको छु भने अब यो 215 नम्बर ट्रेन भनेर अघि हेरिसक्यो। यसमा चाहिँ अब 7 होछा भनेको चाहिँ यस्तै यो होछा र अगाडि लेखेको यो होछा छ। यो यसरी हेर्नुपर्छ, यो भुइँमा पनि हुन्छ यसरी यो होछा। र यो चाहिँ 7 होछा भनेको यो 7औं डब्बा यहीँ आउँछ यो ट्रेन चाहिँ। अनि आफ्नो सिट नम्बर भनेको फेरि यहाँ हुन्छ। यो हाम्रो चाहिँ पढ्ने बेला नि यसरी यो बिल देखाएर पढ्थ्यो, त्यस्तै नै 60 भनेको मेरो चाहिँ अब यो सिट नम्बर भयो आफ्नो चाहिँ है। त्यही भएर म चाहिँ के गर्नुपर्छ, यो 7 होछाको अगाडि बस्नुपर्छ। किनकि हामी यदि अरू डब्बामा बस्यो भने जस्तै यो 8वटा डब्बा हुन्छ एउटा ट्रेनमा चाहिँ, अनि यो जोडेको ट्रेनमा चाहिँ 16वटा डब्बा हुन्छ। यदि चाहिँ त्यो आफ्नो डब्बाभन्दा फरक जस्तै यो अगाडिको डब्बाहरू छ, एउटा यो भयो डब्बा, त्यो डब्बा भयो, त्यस्तो डब्बा हुन्छ। यदि फरकमा बसियो भने चाहिँ आफूलाई समस्या हुन्छ। त्यही भएर आफ्नो त्यो जुन कुन होछा हो त्यो होछामा गएर बस्नुपर्छ है त। त्यहाँ बसिसकेपछि अब ट्रेन कति बजे भन्दा अब ट्रेनको आफ्नो समय हेर्नु पर्यो। त्यो समयमा यहाँ आउँछ, किनकि त्यो समयभन्दा अरू समय फेरि यहाँ अरू ट्रेन पनि आउनु हुँदाखेरि चाहिँ ख्याल गर्नुपर्छ है त। त्यही भएर आफ्नो जतिसम्म जुन समय हो त्यसैमा गर्नुपर्छ। अब यहाँ चाहिँ एउटा जानकारी दिइरहेको हुन्छ। अब म हजुरहरूलाई एकछिनमा यहाँ देखाएपछि देखाउँछु है त्यो कुरा। यहाँ चाहिँ यसरी अब यो देखाउन मिल्दो रहेछ क्या, त्यसले यस्तो देखाइदियो है। धेरै धेरै देखाएको छ। प्राइभेसीको कारणले गर्दा आफ्नो आँखाले देखे पनि यो क्यामेरामा क्याप्चर गर्दाखेरि चाहिँ जहिले नै यस्तो देखाइरहेको। अब चाहिँ मेरो चढ्ने समय भइसकेको छ र यहाँ ट्रेन आउन थालेको छ। 1 मिनट बाँकी छ है। यो भनेको अब आफ्नो तयारी अवस्थामा बस्दा राम्रो है। अब यहाँ चाहिँ आउँछ, मजाले देखाउँछु है त। आएको म चढ्ने ट्रेन चाहिँ आइसकेको छ है यता अगाडिबाट। ल यो हेर्नु होला, यो चाहिँ दुईटा ट्रेन जोडिएको हो। मैले टिकट गरेको चाहिँ मेरो चाहिँ 16वटा डब्बामा थियो, 8वटा डब्बाको वाला चाहिँ हुन्छ है। ल यो चाहिँ ट्रेन आइसकेको छ है। म चाहिँ ठ्याक्कै बसेको छु। यो ट्रेन भयो, यो चाहिँ दुईटा चाहिँ जोडिएको छ है। यो ट्रेन आएको छ। यसमा चाहिँ अब यो अगाडिको डब्बा भयो। अब यहाँ अर्को जोडिएको छ है। यो एउटा ट्रेन हो र अब यहाँबाट जोडिएको ट्रेन चाहिँ यताको भयो। यसरी जोडिन्छ ट्रेन है। यो चाहिँ अब मजाले ट्रेन भइहाल्यो।
अनि यहाँ चाहिँ ट्रेनको नम्बरहरू लेखेको हुन्छ है। र यहाँ हेर्नु यसरी 215 अब आफ्नो यसरी डब्बा 7 होछा भनेर यस्तो छ। त्यो चाहिँ हेरेर चढ्नुपर्छ है। अब यहाँ मान्छे धेरै हुन्छ है। अब यहाँ धेरै बोल्न पाउँदैन, भित्र चाहिँ बाहिर मात्रै हो, पढिसकेपछि चाहिँ पाउँदैन, बाहिर देखाइहाल्छु भनेर है। यसरी चाहिँ देखाएको हुन्छ है 7 होछा भनेर है, 215 नम्बर ट्रेन। यसरी चाहिँ देखाएको अनुसार चाहिँ चढ्नुपर्छ। म चाहिँ अब यी 7 होछा भइहाल्यो है, 7 होछा अनि यो 7 होछा यसरी अब यहाँ चढ्ने है। आफ्नो पालि बिस्तारै बिस्तारै चढ्नुपर्छ, आत्तिनु हुँदैन धेरै है। ल अब नआत्तिकन यहाँबाट ट्रेनमा भित्र चढ्ने। भित्र चढिसकेपछि अनि भित्र गइसकेपछि चाहिँ यहाँ खासै बोल्न चाहिँ पाउँदैन, किनकि हल्ला गर्नु हुँदैन भन्ने हुन्छ यहाँ। त्यही भएर चाहिँ नबोली बनाएको छ भिडियो है। अनि आफ्नो सिट हेरेर गएर बस्ने। ल अब बाहिर दृश्य हेर्नुहोस् कस्तो राम्रो छ है दृश्य। अब यस्तो खालको हाम्रो नेपालमा पनि भइदिए कस्तो हुन्थ्यो होला। अब हरियाली सर हेर्दै हेर्दै है, यसो ट्रेनको मजा लिँदै यस्तरी हिँड्नु सकियो। ल हेर्नु अब यहाँ यस्तो धेरै पुल बनाएको छ। हाम्रो एउटा सानो सानो खोलामा पनि पुल बनाउनु सक्दैन। अब बनाए त हुन्थ्यो, अब अहिले त फास्ट ट्र्याकमा त बन्दैछ है। यस्तै सुविधाहरू जताततै हुने हुन्छ है। यातायातको सुविधा भएपछि धेरै सजिलोहरू हुन्छ है। अब सर र हेर्दै हेर्दै जाने एउटा मजा लिने एउटा सहरहरू यसो कस्तो छ भन्दै त्यही त हो बाहिर दृश्यहरू हेर्ने है। ठुला ठुला बिल्डिङहरू छन्। आनन्द आफ्नै धुनमा। ल हेर्नु खोजोक्दो यो देजन स्टेसन, यो खेङसाङ नाम्दो, खेङसाङ पुग्दो, छल्ला नाम्दो, छल्ला पुग्दो, यो यताको एरियाहरू सबै जोड्ने स्टेसन अथवा यो चाहिँ एकदम ठुलो स्टेसन हो। आफ्नो झर्ने स्टेसन आउनुभन्दा अगाडि चाहिँ अनाउन्स गरेको हुन्छ। त्यही भएर आफ्नो पहिल्यै पूर्व तयारी गरेर यसरी बस्नुपर्छ। बसेर अनि अब यसरी कुन ढोकातिर झर्नु भने यसरी झर्ने है त। यसरी चाहिँ आफ्नो ठाउँमा पुगिसकेपछि चाहिँ झरेर अब चाहिँ बाहिर जाने ठाउँ हेर्नुपर्छ है। अब बाहिर जाने ठाउँ हेरौँ, यहाँबाट बाहिर जानु मिल्छ है। अब बाहिर जाने अब आफ्नो डेस्टिनेसन आइसकेपछि अब सर ट्रेन रोकिहालेको है। ट्रेन रोकिसकेपछि चाहिँ अनि आफ्नो चाहिँ हतार छ भने सिधै जाने, अथवा भने चाहिँ हेर्नु सक्छु है। अब बाहिर जाने हो नागाराम यस्तो लेखेको छ है, नागाराम बनाएर लेखेको छ। अनि आफ्नो तरिकाले बाहिर जाने कतापट्टि जाने हो, बहुत भएको एक्जिट। ल यसरी चाहिँ ट्रेनहरू चाहिँ चढेर झर्न सकिन्छ है त।